आज म कुरा गर्दैछु स्मार्ट सिटी। मान्छेहरूले धेरै हामीले स्मार्ट सिटी भन्छ होइन, स्मार्ट सिटी भनेको के हो त भन्ने कुरा जान्नुको बहुत जरुरी छ। स्मार्ट सिटी भनेर सबैभन्दा पहिला हामी मान्छेहरू हुन्छ नि, पब्लिक प्लेस, पब्लिक हिँड्ने बाटो चाहिँ यस्तो हुनु पर्यो र दिनभरि खाली खुट्टा हिँडे पनि खुट्टामा माटो लाग्ने चाहिँ कतै चान्स हुनु भएन। माटो त देख्नै भएन, आँखाले चाहिँ कतै पनि माटो देख्दैन, जहाँ देख्छ त्यो त्यहाँ मान्छे हिँड्नै मिल्दैन। पहिलो कुरा त्यो हुनु पर्यो। अनि गाडी हिँड्ने ठाउँ चाहिँ यस्तो हुनु पर्यो एनी टाइम। अनि अर्को कुरा जुन पब्लिकको लागि हुन्छ नि, सरकारी गाडी हुनु पर्यो। सरकारी गाडी सरकारी सेवा सुविधा अनुसार एनी टाइम 24 आवर त्यो सहरमा गाडी हुनु पर्यो, सरकारी गाडी हुनु पर्यो। मान्छेले यता ट्याक्सीदेखि लगेर सबै कुराहरू एकदम भनेको बेला हुनु पर्यो। त्यसपछि अब जाम घरमा अब पानी बत्तीको त कुरै नगरौँ, 24 आवर पानी हुनु पर्यो, बत्ती हुनु पर्यो। त्यसपछि जुन हामीले टोइलेट गर्छ त्यो टोइलेट चाहिँ हाम्रो त्यो नेपालतिर चाहिँ अब खन्ने सेफ्टी ट्याङ्की बनाउनु चलन छ होइन, त्यो स्मार्ट सिटीमा पर्दैन। त्यो स्मार्ट सिटी बनाउनको लागि त्यो सबैभन्दा सरकारी घर लाइनमा जोड्नुपर्छ, जसलाई सिभरेज भनिन्छ। त्यसलाई चाहिँ त्यो जोडिसकेपछि स्मार्ट सिटीको लागि काम सुरु गर्न सकिन्छ। अनि एकजना व्यक्तिले आफूलाई जीवनमा चाहिने कुराहरू जस्तो खुला भएर आकाशमा घुम्न मन लाग्यो, उसलाई खुला रूपमा खान मन लाग्यो, अनि कुनै सेवा सुविधा चाहियो, पुलिस चाहियो, मसा चाहियो, पब्लिक चाहियो, एनी टाइम उसलाई चाहिँ शान्त एकान्तमा गएर बस्न मन लाग्यो, त्यो सहरमा प्रशस्त रूपमा ठाउँ हुनु पर्यो, कुनै बिना झन्झट गएर मजाले सुत्न सकोस्, अनि उसले एक्सर्साइज गर्न सकोस्। यो सबै कुराहरू पुरा भइसक्यो भने त्यसपछि टेलिकमहरूदेखि लगेर सम्पूर्ण टेलिकमको सुविधाहरू तपाईँको A to Z के एकजना व्यक्तिले जीवनमा जति कुराहरू सोध्छ त्यहाँभन्दा बढी त सोच्नै सक्दैन नि होइन। मान्छेले आफ्नो आवश्यकताभन्दा माथि कल्पना पनि गरेर जे चिज खोज्छ त्यो सबै चिज पाउँछ भने त्यसलाई स्मार्ट सिटी भनिन्छ। अब स्मार्ट सिटी यति कुराहरू जसले पुर्याउँछ त्यसलाई चाहिँ त्यो सहरलाई स्मार्ट सिटी घोषणा गर्न सकिन्छ।